आज हामी नेपाली राजनीतिमा छोटो समयमै निकै चर्चामा आएका तर उस्तै विवादमा पनि परेका रवि लामिछाने बारे कुरा गर्दैछौँ। हो, उनको यात्रा साँच्ची नै अब निकै उतार चढावपूर्ण देखिन्छ। एकातिर एकदम छिटो लोकप्रियता र राजनीतिक उदय छ हैन, अर्कोतिर फेरि निरन्तर विवादहरू पनि। त्यस्तै छ। हामीसँग भएको जानकारी हेर्दा उनको त्यो पत्रकारिताको सुरुवात अनि राजनीतिमा प्रवेश, मुख्य विवादहरू र त्यो जनसमर्थन र आलोचना दुवै पक्ष देखिन्छ। हो, सबै पक्षलाई समेटेको छ। हाम्रो प्रयास चाहिँ यी सबैलाई अलिक केलाएर हैन एउटा स्पष्ट चित्र जस्तो प्रस्तुत गर्ने हो। ल सुरु गरौँ उनको पत्रकारिता कालबाटै। हुन्छ। सन् 2013 मा त्यो 62 घण्टा लामो टक शो चलाएर गिनिज वर्ल्ड रेकर्ड राखेको कुरा त्यो त निकै चर्चित भयो हैन र? भयो। त्यसको सन्देश बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थियो। त्यसले उनलाई राष्ट्रिय रूपमा चिनाउन अब निकै मद्दत गर्यो। एउटा राष्ट्रिय चिनारी जस्तो। हो, एक किसिमले उनको सार्वजनिक जीवनको त्यो प्रतीकात्मक सुरुवात जस्तै थियो। अनि त्यसपछि आयो सिधा कुरा जनतासँग। यसले त झन् तहल्का नै मच्चायो नि हैन त? हो नि। भ्रष्टाचार, अन्याय विरुद्ध आवाज उठाएर धेरैको मन जित्यो भन्ने गरिन्छ। त्यो कार्यक्रमको शैली अलि प्रत्यक्ष, कहिलेकाहीँ अलि आक्रामक बने। त्यसले के गर्यो भन्दा वर्षौंदेखि सुनवाई नभएका आवाजहरूलाई सिधै सम्बन्धित ठाउँमा पुर्याइदियो। एउटा तात्कालिक न्याय मिले जस्तो अनुभूति भयो होला है? हो, आम मानिसमा त्यस्तो अनुभूति गरायो। तर त्यो शैलीलाई लिएर त्यति बेलै आलोचना पनि सुरु भएकै हो। कस्तो खालको आलोचना थियो के रे? शैलीगत मात्रै कि विषयवस्तुमा पनि? दुवै थियो। कसैले शैली अलि बढी आक्रामक, सनसनीपूर्ण भयो भने कसैले त्यो छानबिन गर्ने तरिका, प्रस्तुत गर्ने तरिका माथि नै प्रश्न उठाए। तर समर्थक वर्ग चाहिँ बन्यो। एकदम। एउटा ठूलो समर्थक वर्ग चाहिँ तयार पारे। अनि यही जगमा 2022 मा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिए। खास गरी पुराना पार्टीहरूसँग दिक्क भएका युवाहरूले साथ दिए हैन? हो, त्यो बेलाको राजनीतिक वितृष्णालाई उनले राम्ररी क्याश गरे भन्नुपर्छ। परिवर्तन चाहने, खास गरी शहरका र विदेशमा भएका युवाहरूको एउटा ठूलो हिस्सा उनको पक्षमा देखियो। अनि चितवन 2 बाट चुनाव जिते, लगत्तै उपप्रधानमन्त्री र गृहमन्त्री पनि। यो त एकदम छिटो भयो। भयो नि, निकै तीव्र राजनीतिक छलाङ थियो त्यो। यसले अब स्थापित शक्तिहरूलाई एक किसिमको धक्का दियो, नयाँ शक्तिको सम्भावना देखायो। तर यो छिटो उदयसँगै गम्भीर विवादहरू पनि जोडिएर आए हैन त? पहिलो त नागरिकताकै कुराले ठूलो रूप लियो। हो, त्यो अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता फेरि लिने प्रक्रिया पूरा नगरेको भनेर सर्वोच्चले 2023 मा उनको सांसद र मन्त्री पद नै खारेज गरिदियो। त्यो त ठूलै कानुनी अडचन भयो। भयो। त्यसले उनको योग्यतामाथि नै प्रश्न उठायो। राजनीतिक यात्रामा एउटा ठूलो धक्का लाग्यो। त्यो सकिन नपाउँदै फेरि सहकारी ठगी प्रकरण आयो। त्यो त झन् गम्भीर देखिन्छ। हो, यो प्रकरण झनै गम्भीर प्रकृतिको छ। विभिन्न सहकारीको पैसा हिनामीमा संलग्न भएको आरोप लाग्यो। यसले त उनको त्यो वित्तीय पारदर्शिता, नैतिकतामाथि नै गम्भीर प्रश्न उठायो नि। 2024 मा त यही केसमा अदालतको आदेशले पक्राउ पनि परे। यसले त झन् उनको राजनीतिक भविष्य नै अनिश्चित बनायो होला। बनायो, निकै अनिश्चित बनाएको छ। अनि तेस्रो, मिडियासँगको सम्बन्ध पनि। त्यो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरण, त्यसमा गृहमन्त्रीको भूमिकालाई लिएर पनि प्रश्न उठ्यो। हो, यद्यपि उनले त आरोप अस्वीकार गर्दै आएका छन्, तर प्रश्न त उठ्यो। यी एकपछि अर्को विवादले के देखाउँछ भने उनको यात्रा जति नाटकीय छ नि, त्यति नै जटिल पनि छ के। हरेक विवादले उनको छवि र विश्वसनीयतामाथि प्रश्न थप्दै गएको छ। तर यहाँ अचम्मको कुरा के छ भने यति धेरै कानुनी, नैतिक प्रश्न उठ्दा पनि खास गरी युवाहरूको एउटा ठूलो समूहमाझ उनको समर्थन उस्तै छ। यो कसरी भइरह्यो होला? यो निकै महत्त्वपूर्ण पक्ष हो तपाईले भन्नुभएको। उनका समर्थकहरूले उनलाई अब यथास्थिति बदल्न आएको नायक जस्तो देख्छन्। अनि यी विवादहरूलाई षड्यन्त्र मान्छन्। हो, पुराना शक्तिहरूले गरेको षड्यन्त्र भनेर व्याख्या गर्छन्। तर अर्कोतिर आलोचकहरू छन्। उनीहरूले चाहिँ अवसरवादी, आत्मकेन्द्रित, मिडियालाई आफ्नो फाइदामा प्रयोग गर्ने भनेर आरोप लगाउँछन्। कार्यशैलीलाई पनि आलोचना गर्छन् होला। उनको कार्यशैली लोकतान्त्रिक विधिभन्दा व्यक्ति केन्द्रित भयो भन्ने आलोचना छ। त्यसो भए समग्रमा हेर्दा रवि लामिछाने नेपाली राजनीतिमा एक किसिमको
के भन्ने एनिग्मा जस्तै भए होइन त? एकातिर परिवर्तनको आशा, अर्कोतिर गम्भीर विवाद र प्रश्न। बिल्कुल। उनको मूल्याङ्कन गर्दा उनको उदयले ल्याएको तरङ्ग र उनीमाथि लागेका आरोपहरू दुवैलाई सँगै राखेर हेर्नै पर्छ। उनको राजनीतिक भविष्य, अब यी कानुनी मुद्दाहरूको नतिजा कस्तो आउँछ अनि जनसमर्थन कति कायम रहन्छ, त्यसमा धेरै भर पर्छ। अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ न त। जब कुनै राजनीतिक व्यक्ति यसरी कानुनी प्रक्रिया र जनमतको तीव्र द्वन्द्वमा पर्छ, त्यसले व्यक्तिको यात्रालाई मात्र होइन कि समग्र राजनीतिक प्रणाली र लोकतन्त्रप्रतिको जनविश्वासलाई नै कसरी असर पार्ला? हो, यो नेपालको सन्दर्भमा हामी सबैले घोत्लिनुपर्ने विषय हो।